एकदलीय शासन व्यवस्था थियो, पञ्चायती व्यवस्था थियो, निर्दलीय शासन व्यवस्था थियो। त्यतिखेर आज हामीले बेला बेलामा कटाक्ष गरे तापनि ती राजनीतिक दलहरू, चाहे नेपाली कांग्रेस भन्नुस्, नेकपा एमाले भन्नुस् अथवा विभिन्न कम्युनिस्ट घटकका दलहरू भन्नुस्, ती दलहरूले 30 वर्ष अनवरत सङ्घर्ष गरे। त्यस दलका नेताहरूको उनीहरूलाई यो परिवर्तन आउँछ कि आउँदैन भन्ने कुराको कुनै हेक्का पनि थिएन, कुनै अन्दाज थिएन। कति लामो हुने हो सङ्घर्ष उनीहरूलाई थाहा थिएन। निर्वासित हुनु परेको थियो, आफ्ना कलिला बालबालिकालाई छोडेर कतै लुक्दै र भाग्दै हिँड्नु परेको थियो। पढाइको ठेगान थिएन, पढ्ने अवसर प्राप्त गर्नु थिएन, परिवारलाई के खुवाउने भन्ने कुराको सङ्कट थियो। परिवर्तन आउँछ कि आउँदैन थाहा पनि थिएन, तर सङ्घर्ष निरन्तर चलिरहेको थियो। उहाँहरूको जीवन जोखिममा थियो, भूमिगत हुँदै भाग्दै लुक्दै हिँड्नु परेको थियो। 30 वर्ष लाग्छ भनेर होइन, हुन्छ कि हुँदैन थाहा छैन। त्यस्तो शासन व्यवस्था छ, एकदलीय शासन व्यवस्था छ। त्यस्तो व्यवस्थालाई पनि चुनौती दिएर 1 दिन होइन, 2 दिन होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 30 वर्षसम्म खाने ठेगान नभएको, बस्ने ठेगान नभएको, परिवारको ठेगान नभएको त्यत्रो सङ्घर्ष गरेर परिवर्तनको यात्रामा होमिएका थिए ती दलहरू। त्यस पछाडि सशक्त द्वन्द्व भयो। सशस्त्र द्वन्द्वमा माओवादी पार्टीका नेता कार्यकर्ताहरू, लडाकुहरू यो देशमा परिवर्तन गर्छु भनेर दौडिए, हिँडे। उनीहरूलाई 10 वर्ष लाग्छ कि 20 वर्ष लाग्छ कि हुन्छ कि हुँदैन कि केही कुरा थाहा थिएन, तर अनवरत रूपमा राजनीतिक रूपमा सङ्घर्ष गर्नको निमित्त हिँडे। ज्यानको जोखिममा लागेका थिए। कयौँ नेताहरूको टाउकाको मूल्य चढाइएको थियो। उनीहरूलाई थाहा थिएन परिवर्तन आउँछ कि आउँदैन, कहिले आउँछ भन्ने कुराको उनीहरूलाई हेक्का थिएन। तर ज्यानलाई जोखिममा राखेर जुन अनवरत सङ्घर्ष उनीहरूले गरे, जसको जेसुकै उद्देश्यता भए पनि, कुनै आस्थाका हिसाबले, विचारका हिसाबले हामी त्यहाँ सहमत हुन नसके तापनि परिवर्तनको एउटा बाटोमा होमिएका ती राजनीतिक मानिसहरू, उनीहरूलाई थाहा थिएन के परिवर्तन आउँछ कि आउँदैन, व्यवस्थै परिवर्तन गर्न सकिन्छ कि सकिँदैन, यो फेर्न सकिन्छ कि सकिँदैन, प्रणाली बदल्न सकिन्छ कि सकिँदैन, उनीहरूलाई केही पनि थाहा थिएन। त्यस्तो सङ्घर्ष गरेकोबाट आएर राजनीति आज यस्तो ठाउँमा आइपुगेको छ कि हामीलाई त थाहा छ, हामीलाई थाहा छ चुनावमा जाँदा पनि हाम्रो बहुमत आउँछ भन्ने हामी सबलाई थाहा थियो। सब थाहा पाएको यति सजिलो सङ्घर्ष आजसम्म इतिहासमा दुनियाँमा कहिले पनि गरेको छैन, कसैले पनि गरेको छैन यति सजिलो सङ्घर्ष। हामी त्यति सजिलो सङ्घर्षबाट आएका हौँ। तर यो सङ्घर्ष यति सजिलो पार्नुभन्दा अगाडि जुन गाह्रो सङ्घर्षको यात्रा यो देशका राजनीतिज्ञहरूले गरे, त्यो जग त हामीसँग छ नि। राजनीतिका रूपमा, पार्टीका रूपमा हामी अलग हौँला, विचारका रूपमा हामी अलग हौँला, सिद्धान्तका रूपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनका हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईँ हामीले अहिले पनि गर्नु परेन, भोलि पनि गर्नुपर्ने छैन। अब 5 वर्ष हामीले काम गर्नुपर्ने छ। मलाई अहिले पनि साथीहरू कहिलेकाहीँ भन्नुहुन्छ, सभापतिज्यू म त सुरुवातदेखि लागेको मेरो त योगदान यति छ भनेर कहिलेकाहीँ साथीहरू मलाई योगदानको मूल्य माग्न ढोका ढकाउनुहुन्छ। मलाई दुःख लाग्छ। यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथीहरू। मैले पनि यो मूल्य माग्ने गरी योगदान दिएको छैन। योगदान त अब दिने हो। यो सङ्घर्ष हेर्नुहोस् त, यो क्रान्ति, इतिहासकै सबभन्दा सजिलो क्रान्ति। घरमा खाना खाएर निस्किनुहुन्छ, बालबच्चा परिवारहरू सकुशल छन्, कहीँ लुक्दै भाग्दै हिँड्नु पर्दैन। डाइनिङ टेबलमा तातो खाना कुरेर बसेको हुन्छ तपाईँलाई, सबैले नमस्कार गर्छन्, वरपर क्यामेरा छन्, वाहवाही छ, अन्तर्वार्ता लिन विभिन्न स्टुडियोमा तपाईँहरूलाई भ्याइ नभ्याइ छ। यति क्रान्तिलाई पनि परिणाम दिन सकिएनौँ भने तपाईँ हामी नालायक भएर निस्कन्छौँ। म यति कुरा भन्न चाहन्छु। बदल्ने मात्र, व्यवस्था बदल्ने क्रान्ति मात्र क्रान्ति होइन साथी हो, अवस्था बदल्ने क्रान्ति पनि एउटा ठुलो क्रान्ति हो। हाम्रा हातमा जनताले त्यो ताकत, त्यो शक्ति दिएका छन्। त्यसैले अब यतिखेर म तपाईँहरूको मनको कुरा भन्छु, तपाईँहरूलाई अलिकति दुःख लाग्ला, त्यो लागोस् भन्ने पनि म चाहन्छु। किनकि हामीमध्ये यति धेरै मानिसहरूले जितेर आयो, तर सबैजना मन्त्री हुन सकेनौँ। कहीँ न कहीँ, कतै न कतै म हुनुपर्ने थियो, म भइनँ भन्ने कुराको दुःख त कहीँ न कहीँ छ साथीहरूलाई। ल भइएन मन्त्री त केही भएन भने यो समितिको सभापति त मलाई त बनाउनु पर्थ्यो नि, यत्रो योगदान छ मेरो, त्यति पनि मलाई बनाएन भनेर चित्त दुखाएर यसो देख्दा हाँसे पनि, यसो मनमा अलिकति घाउचोट त साथीहरूले राख्नुभएकै छ। तर म तपाईँहरूलाई यति कुरा बताउन आज यहाँ उपस्थित भएको छु साथी हो, सांसदका रूपमा हामीले यो देशको इतिहासलाई दिन सक्ने योगदान
एकपटक तपाईँले हेर्नु र देख्नुभयो भने त्यो कुनै मन्त्रीले अथवा कुनै समितिको सभापतिले वा पार्टीको पदाधिकारीले भन्दा धेरै छ। मात्र तपाईँहरूले एकपटक पानाहरू पल्टाएर आफूले के गर्न सकिन्छ भन्ने कुरा हेर्न सक्नुपर्छ। यति मात्र तपाईँहरूले बुझ्न सक्नुभयो भने